हेलो गाइस, अहिले चाहिँ हामी आज बस्तीमा हैन साग किन्नु भनेर आएको छौँ। क्या दामी छ नि भगवान, मलाई त यति मनपर्छ साग। त्यही भएर चाहिँ हामी साग किन्नु चाहिँ 10 नम्बरबाट बस्ती आएको छु है साग किन्नु गाइस। यो चाहिँ अलिकति टाढो हो मेरो घरदेखिको। यहाँ चाहिँ बसिरहेको छ सागको मालिकनी र हाम्रो भाउजू। यहाँ मालिकनीले चाहिँ चस्मा लगाएर बसिरहेको छ है, हेर्नुहोस् होला यहाँ खतरा देखेछ। मैले याद गरेँ कस्तो मजाको रोपेको छौ बाफरे साग हेर्नु त। अर्ग्यानिक हो है, यो चाहिँ अर्ग्यानिक, बिना दबाई बिना मिलावटको हो यो। यति मेहनत गर्नुहुन्छ हाम्रो यहाँ दिदीहरूले, यति मजाले साग रोपेको छ। कोलाई चाहियो भन्नुहोस् कमेन्टमा। पनि गरिरहनु भएको छ दिदीले, बोरीहरू पनि लगाएको छ। यहाँ चाहिँ गोड्दैछ, यसरी गोड्दैछ, झारहरू उखाल्दैछ। हेर्नुहोस् होला गाइस, आउनुहोस् होला तपाईँहरू पनि। हेर्नु गाइस, यसरी चाहिँ साग गोड्दैछ। यो चाहिँ हो गोड्ने, मेन साग गोड्ने हो, यसरी चाहिँ गोड्दैछ। यो चाहिँ मैले टिपेको निगुरे, हेर्नुहोस् होला निगुरेको सिजन गयो नि त अहिले, अन्त त्यही भएर चाहिँ यति मात्रै पाएँ निगुरे। हेर्नुहोस् होला, यो चाहिँ मिलाइकन खानुपर्छ सागसँग। हेर्नुहोस् गाइस, तपाईँहरू पनि खाने भए चाहिँ भन्नुहोस् होला, आउनुहोस् होला साग किन्नु चाहिँ। बाई बाई।